ठिक छ ठिक छ के छ बस एकदम तिमीलाई अन्त ठिकठाक छ एकदम एकदम भन्दा खै यता गाउँतिर त बस्नु पनि अल्छी लाग्दो रहेछ हो हजुर हजुर अन्त गाउँकुरो सबै ठिकै छ गाउँमा यस्तै छ अब के गर्नु रहनेहरू पालाहरू ठिकै छ रहने पनि ठिकै छ पाला पनि ठिकै छ उयोहरू कान्टीहरू गान्टे अहिले खै त्यो पनि ठिकै छ बिचरा त्यसको त हो गान्टे पनि राम्रो छ अहिले त तिमीहरूलाई त पहिला हामी भन्दा त तिमीहरू त निकै कान्छौ नि कान्छो नि कति वर्ष पुग्यो अहिले 34 पुगेर 25 तिर्दैछु हामी त 46-47 पुगिसक्यो बुढो भएको छ तपाईँहरू तिमीहरूको उमेरमा नि म तिमीहरूको कुरा गर्छु तिमीहरूको उमेरमा म एबी थुप्रै थियो केटाहरू म एबी थुप्रै थियो केटाहरू 4-5 जना केटाहरू सिकारमा गएको क्या यो टाइममा भएपछि हामी जहिले पनि सिकारमा जान्थ्यौँ यस्तो रिमरिमको साँझमा सिकार त के गर्थ्यो अब कोही बेला मृग कोही बेला बँदेल हो मृग बँदेल त यस केटाहरूले 5 भाइ 6 भाइ हुन्थ्यो यस्तोमा हालेर चाहिँ हामी हेरिरहेको छु होइन गोली पनि जस्तो जम्पिङ गऱ्यौँ हो अनि फेरि मृग स्वाट रुखको पछाडि होइन रुखको पछाडि सट्ट लुक्दाखेरि चाहिँ फेरि गोली पनि सट्ट यस्तो गएर घुमाएर चाहिँ फेरि मृगलाई टक्कै मुटुमा हो ठलै भयो त्यहाँबाट हामीले त्यो बोका लग्यो नभनेको त्यो मृग नि सिङ मात्रै 1 कुइन्टल जस्तो थियो त्यो मृगको सिङ दारा हुन्छ दारा कत्रो थियो क्या सिङ दारा त झन्डै 6 फिट लामो थियो दारा त्यो आमामा त्यो ल्याउनु यति साह्रो पऱ्यो कि हामीलाई त्यहाँ जङ्गलमै 10-11 बजेको थियो बिहान घरमा आइपुग्दा फेरि त बिहानको यस्तै 8-9 बजी पुगिसक्यो घर मृग लिएर आउँदा सिङ त भनेपछि कत्रो थिएछ भने ल म जान्छु ल मलाई अलिक घटाएर भोल्दै भेटौँ ल मजा लाग्यो होला नि है त्यो पहिला त्यो तिमीहरूको पालामा त हामी त्यो लागे लु लागे अरे रहने कता एकछिन हाउडे डाँडामा गएको नि माथि हाउडे डाँडामा जाउँ त्यहाँ हाउडे बजिरहेको थियो आमा सानो हाउडे पिटेको छ नि जाउँ त हाउडे डाँडामा जाँदा छ महरू जाउँ हाउडे डाँडामा म कहाँ गयो रहने कहिले हौ दुबईबाट आएको निकै भयो नि हौ अहिले बन्दीकोसँग गफ गरेर गएको म हो अब तिमीहरू यता ठिकै छौ ठिकै छ नि अन्त काम धन्दाहरू कस्तो चल्दैछ अब अलिअलि हुँदैछ कामहरू ठिकै छ ठिकै छ म पनि दुबईमा ठिकै छु त्यस अहिले जङ्गल गयो केटाहरूसँग यताउता हिँड्यो त्यतिकै त हो नि काम त हो कि अलिअलि धन्दा पऱ्यो यता त्यता जङ्गलमा चाहिँ के गर्छु यहाँ जङ्गलमा अब त्यही त खेती गर्नु गयो म पनि दुबईमै छु छुन त कि दुबईमा अब राम्रो छ कामहरू हो काम चाहिँ के छ हौ कामहरू मेरो कामहरू त सजिलो काम छ नि हो सलमान खान शाहरुख खान सैफ अली खान के भन्छ अक्षय कुमारहरू त्यो बिहान त्यो सेभिङहरू गर्नु केसहरू काट्नु म भएको आउँछ बिहान सिधै आएर म भएको यस गर्छ हो त्यहाँ केसहरू काट्छ हो अन्त कोही बेला उयोहरूमा आउँछ यस्तो काजलहरू पनि फेसल गर्नु आउँछ म भएको उनीहरूको एक्टरहरू त यति क्लोजमा मसँग इन्टु मिन्टु अन्त केसहरू तिमी जङ्गलमा के गर्छ तिमीहरू आरोहरू काट्छौ कहाँ हौ आएर काट्ने हौ के भन्छौ अस्ति जङ्गल गएको हो 25 कुइन्टलको उयो बँदेल मारेर 25 कुइन्टलको यहाँ त त्यत्रो हुन थाल्यो बँदेलहरू 25 कुइन्टलको बँदेल मारेर हो 7 साइडको जत्रो कराईमा पकाएर भोज खान्देको नानीहरूलाई ड्याम खान्देको बँदेलको मासुले डाङडुङ लगाएको नि 7 साइडको गरन जत्रो कराई कराई त्यो कराई चाहिँ कहाँ राख्छ त अन्त अब त्यो कराई त हामीले 7 साइड ग्राउन्डको छेउमै राख्छु नि अहिलेसम्म मैले देखेको छु नि त्यो कराई त अन्त हुन्छ नि अब त्यो देखाउनु पऱ्यो नि अब एक दिन देखाउँछु नि होला साइड म घुमेको छुइनँ अब दुबईमा त कहाँ त्यस्तो हुँला र यहाँ त हुन्छ नि अन्त तर एउटा कुरो चाहिँ ल्याएको समाजमा एउटा कुरो चाहिँ के लाग्यो भने यहाँ आउँदा मान्छेहरू चाहिँ अलिक सानो लाग्यो हौ किन भन त किन हौ अब यहाँको मान्छेहरू 5 फिट 3 इन्ची ज्यादा भनेको 5 फुट 7 इन्ची कोही 6 फिट हुन्छ मुस्किलले यहाँ त मेरो साथीको बाउ त नि 9 फिटको छ हौ
9 फिटको 9 फिटको 9 फिटको छ त त्यहाँ मेरो आमामा यसरी हेर्नुपर्छ नि मेरो साथीको बाउ त हो अरू त झन् यस्तै 7 फिट 7.5 फिटहरू छ अरू चाहिँ अब हाम्रो पनि बाउ दुबईमा छ नि धुबीमा छ दुबईमा छ त के भन्छ हौ त्यो 9 फुट भन्ने मान्छेसँगै छ होला सायद त्यो कुरा गर्दै थियो एकजना 9 फिटे छ भन्दै थियो गान्टेको बाउ गान्टे भन्छु हामी चाहिँ ए उही त भनेको त ऊ 9 फिट छ भन्दै थियो अन्त त्यो उसलाई सोध न त्यो मान्छेलाई सोध कि अन्त हाम्रो बाउ यसरी बस्दाखेरि चाहिँ नि उसलाई सिर हावा आउँछ कि आउँदैन भनेर सोध त भन्दै थियो हाम्रो बाउ यसरी उभिँदाखेरि चाहिँ 9 फिट छ नि त हावा सिर आउँछ भन्दै थियो ए हाम्रो बाउको हाफेन हल्लिएर चाहिँ त्यो उसलाई क्या पङ्खा जस्तै भएर उयो भएको नि त्यो हो र होइन म जान्छु ल साथी अलिक ढिलो पनि भयो कि हुन्छ गफ त गर्नु पर्थ्यो नि एकछिन होइन हुन्छ राम्रो गफ जाँदै थियो हुन्छ म हाउडे भनेको त मेरो त बाउ रहेछ त अन्त अम्मा हौ कस्तो खाले जोतेको 7 साइडको कराई 7 साइड गरनको जस्तो कराई भन्छ 25 क्विन्टल बोँदेल त्यसको बाउको हाफ पेन्ट त्यस्तो भनेपछि त्यो बाउ त्यसको बाउ त कत्रो अग्लो थियो अरे रिस त यस्तो बढी थियो कि मुई बाउमा भएर मात्रै नि तर फेरि जोत्नु पायो भन्दा पनि तेरि हौ